गाइज माल्टा साँच्चीकै धेरै नै राम्रो छ है, धेरै नै राम्रो कन्ट्री छ, एकदम ब्युटिफुल छ। अनि तपाईको हाम्रो नेपाल जस्तै छ हावापानीहरू, यस्तो राम्रो। नेपालमा बरु गर्मी होला, यहाँनिर शीतल छ हैन। यहाँनिर त्यस्तो माउन्टेनहरू त छैन, तर पनि यहाँ यस्तो राम्रो छ यहाँको जुन मौसमहरू। र तपाईहरु मैले म एयरपोर्टमा टक्क आउँदाखेरि नेपालीहरू पनि टन्नै आउनुभएको थियो है माल्टामा। तर उहाँहरूले सबैले 12 लाख 13 लाख तिरेर आउनुभएको एजेन्सीलाई हैन। अनि तपाईहरु पनि यदि आउन चाहनुहुन्छ भने त्यत्रो 12-13 लाख रुपैयाँ नतिर्नु होला हैन। तपाईलाई त्यो उठाउनलाई 2 वर्ष लाग्छ, त्यो उठाउनलाई 2 वर्ष लाग्छ, फेरि कहिले उठाउने धेरै टाइम लाग्न सक्छ। त्यही भएर तपाईहरु चाहिँ कुनै एजेन्सीको थ्रु नगर्नु होला, बरु सक्नुहुन्छ भने आफैले अनलाइनमा खोज्ने कोसिस गर्नु होला, हैन भने मलाई सम्पर्क गर्नु होला। हाम्रो कम्पनीमा पनि हायरिङ भइरहेको छ। तपाईको बारिस्टा, हाउसकिपिङ, जति पनि होटल लाइनका जति पनि हुन्छन् त्यसमा पनि छ। र प्लस ब्युटी पार्लरमा अनि तपाईको चाहिँ नेल आर्टिस्टहरू, अनि त्यसपछि ग्रोसरीको हेल्परहरू, एसिस्टेन्टहरू, अफिस बोयहरू सबैजनालाई हायरिङ गरेको छ है। धेरै सेक्टरमा हायरिङ गरेको छ। यदि तपाईहरु आउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस्, त्यत्रो खर्च लाग्दैन तपाईहरुको। मसँग सम्पर्क गर्नुभयो भने तपाईहरुको 6 लाख देखि माथि सेभ हुन्छ है गाइज। मलाई सम्पर्क गर्नुभयो भने तपाईको 6-7 लाख चाहिँ तपाईको सेभमा तपाईले मजाले माल्टामा आएर काम गर्न सक्नुहुन्छ है। माल्टामा आएर काम गर्न सक्नुहुन्छ। वेलकम।